विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ। के गर्ने अब सबै नेताहरू भागाभाग रक्तम्य, कोही तपाईँको चाहिँ नि बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के तहस नहस, पार्टीको कार्यालय तहस नहस होइन। अब को आउने त, को शक्ति आउने त त्यहाँ कोही छैन है। कसले गरेको कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तत्कालीन थाहा नभएको स्थिति होइन। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा, कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने मलाई लाग्नुहोस् भनेको म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर, सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि त बलिरहेको आगोमा हाम फालेँ मैले। हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। अहिले पनि खानेपानी मन्त्री र मन्त्रालय र श्रम मन्त्रालय तपाईँले चलाउनुपर्छ भनेर भनिराख्नु छ। त्यो 2टा मन्त्रालय मलाई दिनुभयो र मैले लिएँ। यो स्थितिमा होइन तपाईँको चाहिँ लिएर काम गर्न सक्ने स्थिति पनि छैन। म उहाँहरूलाई चुनाव गराउनुहोस् भन्छु। चुनाव गराउँदाखेरि चाहिँ अब के कानुन बनाएर गर्ने हो, त्यो कानुन तपाईँको पुरानै कानुनलाई टेकिराख्ने भनेदेखि त यो केही पनि उपलब्धि हुँदैन होइन। त्यसलाई मेटाएर तपाईँहरूले चाहिँ एउटा छोटो आफ्नै कानुन यो तपाईँको चाहिँ स्थितिमा होइन लेखेर आर्मीलाई चाहिँ कन्फिडेन्समा लिएर हर्ग साम्पाङ एउटा आवाज हो। मर्नु बाँच्नुसँग सरकार राख्दिनँ तर 81 एउटा शब्द आयो आइतबार आएर चाहिँ जेनजी शब्द आयो। जेनजीले आन्दोलन गर्ने अरे है भन्ने आयो। अब यो जेनजी भन्ने शब्द अब जेनेरेसन जी होइन। जेनेरेसन भनेको पुस्ता। एबिसिडीलाई गर्दाखेरि अमेरिकन अल्फाबेट गर्दाखेरि चाहिँ हामी चाहिँ ब्रिटिस अल्फाबेटमा चाहिँ जेड भन्छौँ, XYZ भन्छौँ। अमेरिकन अल्फाबेटमा चाहिँ XYZ भन्छौँ। अनि जेनेरेसन जी होइन, जेनजी। अब जेनेरेसन भनेको पुस्ता, जी भनेको सबैभन्दा अहिलेको कलिलो पुस्ताले आन्दोलन गर्ने अरे भन्ने मैले चाहिँ नि सुन्ने होइन। त्यो यसो उसमा देखालेँ। अनि आइतबार अनि कहिले गर्ने अरे त भोलि गर्ने अरे सोमबार भने होइन। मैले सोचिरहेको थिएँ मङ्गलबार म पनि निस्किनु पऱ्यो, केही म्यासेज त दिनु पऱ्यो भनेर एकैचोटि तपाईँको चाहिँ नि सोमबार त्यो खालको आँधीभेरी आयो। आएपछि अब स्कुलकै ड्रेसमा नानीहरूलाई बोलाइएको थियो त्यहाँ होइन। मैले बुझ्दा स्कुलको ड्रेसमा नानीहरूलाई बोलाएर अगाडि सार्ने है। जेनजी सबै विद्यार्थीहरू भयोभरको सबै जानुपर्छ है भन्ने खालको। र मैले यहाँ पनि थुप्रै देखेँ स्कुले नानीहरू विद्यार्थीहरू चाहिँ तपाईँको होइन पोसाकमा बढिराखेको यहाँ पनि देखेँ देशभर त्यो खालको। अब त्यो तपाईँको चाहिँ उहाँहरूको आन्दोलनमा मलाई लाग्छ होइन। अब देखेर आएको त होइन, केही घुसपैठ भयो त्यहाँ मलाई लाग्छ। त्यस पछाडि तपाईँको चाहिँ नि टाउकोमा गोली हानेर विभत्स किसिमले होइन अत्यन्तै निन्दनीय र पाशविक किसिमले चाहिँ नि विद्यार्थीहरूको हत्या भइसकेपछि यति धेरै तपाईँको चाहिँ नि होइन सबै मान्छे आतङ्कित, सबै मान्छे आक्रोशित र आन्दोलित बने। त्यसको कुनै सीमै छैन होइन। सबै मान्छे रिसाउने, रुने, रिसाउने, अब खतम बनाउनुपर्छ भन्ने खालको चाहिँ तपाईँको चाहिँ त्यो माहौल बनेको मलाई चाहिँ होइन महसुस भयो। त्यस पछाडि तपाईँको अब के भयो भने त्यसको भोलिपल्ट त अनि त्यहाँनिर तपाईँको चाहिँ अब त्यो के अरे आगजनी र तोडफोड र यावत कुराहरू मैले तपाईँको चाहिँ नि सोमबार त्यस्तो भइसकेपछि मलाई लाग्छ उसमा के भन्छ अरे सोमबार त्यस्तो घटना घट्यो होइन। मङ्गलबार 23 गते चाहिँ मैले चाहिँ धरान उपमहानगरपालिकाको लेटर प्याडमै होइन त्यो तपाईँको चाहिँ नि विद्यार्थीहरूमाथि त्यस्तो खालको गरिनु हुँदैन, उनीहरूको चाहिँ नि होइन के भन्छ अरे आत्माले शान्ति पाओस् भन्ने किसिमले चाहिँ मैले एउटा विज्ञप्ति पनि रिलिज गरेँ।
र शोक बिदा दिनुपर्छ यो खालको विषम परिस्थितिमा भन्ने मैले होइन निर्णय पनि गरेर त्यो मैले रिलिज गरेँ। अनि तपाईँको चाहिँ नि अब 23 गते जुन खालको फेरि भयो घटना होइन, र त्यो 23 गते पनि तपाईँको छैन अब भानुचोकमा पनि अब म त त्यहाँनिर निस्केँ, किनभने 23 गते त म आउँछु भनेर मेरो पूर्व निर्धारितै थियो होइन। के अरे मैले शनिबार यस्तैमा इन्फर्म गरिसकेको थिएँ। त्यहाँ जाँदाखेरि त्यहाँनिर अब चाहिँ तपाईँको होइन हजारौँ हजार त्यत्रो ठुलो भिड कहिले पनि नदेखेको विद्यार्थी भनेको अब धेरै नै हुन्छन् होइन, विद्यार्थी सबै त्यहाँ सबै खालको मान्छे होइन। के रहेछ भनेर विद्यार्थी मात्रै थिएनन् त्यहाँ, सबै उमेरका समूहका मान्छेहरू देखियो, तर मुख्य सक्रियता चाहिँ विद्यार्थीहरूकै त्यहाँनिर देखिन्थ्यो युवा पुस्ताले। मैले सम्बोधन गरेँ। अब यसरी चाहिँ नै तपाईँको चाहिँ नि भरै सरकारले घुँडा टेक्यो होइन, केपी ओलीको सरकारले घुँडा टेक्यो, राजीनामा दियो भन्ने आइसकेपछि त्यहाँ र्याली भयो। र्यालीमा पनि भाग लिएँ होइन, र्यालीमा पनि मैले भाग लिएँ। अघिल अब नगर प्रमुख भएर पछाडि बस्ने कुरो भएन, अगाडि ब्यानरमा सबै युवाहरू खुसी हुनुहुन्थ्यो होइन। राम्रो काम गरेरै होला, नत्र भने म त्यहाँ निस्केको भए कुटै खान्थेँ होला। अब त्यो खालको चाहिँ नि स्थिति तपाईँको चाहिँ 23 गते भयो। अब यहाँनिर कतिले चाहिँ मैले सुन्दैछु नगर प्रमुख भएर किन र्यालीमा गयो भन्ने कुरा पनि छ होइन। नगर प्रमुख हुँदै पनि म चाहिँ के हो त भन्दाखेरि एउटा जिम्मेवार नागरिक हो, यो देश बन्नुपर्छ र बचाउनुपर्छ भन्ने कुरा म विश्वास गर्छु। त्यसले गर्दा यहाँ सबैजनालाई थाहा भएकै कुरा हो, अरू पालिका सबै तोडफोड भयो होइन, तोडफोड भएको भएन। धरान उपमहानगरपालिका तोडफोड भयो है। त्यो भिडले तपाईँको छैन त्यो पनि हुनसक्छ भन्ने एउटा चाहिँ नि होइन, बचाउनुपर्छ भन्ने मनसाले पनि म चाहिँ अघिल्लो ब्यानरमा देखा पर्नु होइन खोजेको पनि थिएँ। त्यो पनि हो, किनभने हाम्रो सम्पत्ति हो, तोडफोड नहोस्। जहाँ पनि आगजनी र तपाईँको चाहिँ अनेक परि भइराखेको छ। धरानमा एउटा लाठी प्रहार पनि भएन होइन, भएन है। भन्नुको मतलब नगर प्रमुखले गरेको काम युवा पुस्तालाई मन परेको थियो जस्तो मलाई लाग्यो होइन र, थियो जस्तो मलाई लाग्यो है। न लाठी प्रयोग भयो न तपाईँको चाहिँ तोडफोड भयो है। त्यो नगरपालिकाको त्यो एउटा गेट के अरे त्यो साइनबोर्ड च्यातिएको छ, त्यो चाहिँ पहिला तपाईँको चाहिँ नि विगतमा 2 वर्ष पहिलाको आन्दोलनमा च्यातिएको मात्रै। त्यस पछाडि तपाईँको चाहिँ त्यो सभा घुमेर आएर भानुचोकमा मैले सम्बोधन गरेँ। गरिसकेपछि त्यहाँनिर पनि सबै उत्साहित हुनुहुन्थ्यो। अब यो खालको अवस्थामा यदि होइन सबै अब त्यो तोडफोड यो भइराखेको अवस्था भनेर चाहिँ हामीले हेरिराखेका थियौँ। त्यसको बिहानै के अरे के भन्छ अरे 23 गते बिहानै फेसबुकहरू अनलक गरिसकेको थियो सरकारले, जे बन्द गरेर त्यो गल्ती गरेको थियो त्यसलाई चाहिँ सच्याए जस्तो गरेको थियो। त्यस पछाडि त्यहाँ हेर्दाखेरि देशभर त्यो भइराखेको स्थिति थियो। त्यस पछाडि जब म त्यहाँनिर तपाईँको चाहिँ नि होइन त्यो र्यालीलाई सम्बोधन गरिराखेर होइन त्यसपछि आएँ। त्यस पछाडि फेरि धरानमा पनि केही अराजक साथीहरूले होइन केही अराजक मान्छेहरूले अब घुसपैठिया भयो होला, त्यहाँ व्यक्तिको घरमा गएर तोडफोड गरेर भन्ने न्युजहरू आयो है। कोही कसैको चाहिँ तपाईँको पूर्व जनप्रतिनिधिहरूको घरमा पनि गएर तोडफोड गरेर भन्ने आयो, के आयो। त्यस पछाडि चाहिँ के हो त भन्दाखेरि धरानमा के हो त त्यति बेलासम्म ठिक थियो। त्यस पछाडि चाहिँ तपाईँको कसरी भयो के भयो होइन, त्यो भिडले त्यो खालको चाहिँ गरेर यो खालको न्युजहरू सुन्यो। बेलुका तपाईँको चाहिँ भाटभटेनीमा पनि है गएर चाहिँ आगजनी भयो भन्ने कुराहरू हामीले हेऱ्यौँ है। त्यो तपाईँको चाहिँ भाटभटेनी कति बजीतिर त्यो भएको थियो भन्ने पनि अब पत्रकारहरूले पनि होइन हेरिराखेको होला। मलाई लाग्छ राति भयो जस्तो लाग्छ। राति त्यो भाटभटेनी खुल्ला थियो कि बन्द थियो, यो पनि अनुसन्धानको कुराहरू अब बिस्तारै आउँछ होला। र यो फेरि भाटभटेनी यहाँको मात्रै होइन, देशैभरको भाटभटेनीलाई चाहिँ सुहा बनाउनुपर्छ भन्ने फेरि यो पनि रहेछ। बिस्तारै बुझ्दै हामीले अहिलेसम्म मैले हेर्दाखेरिको नर्मल कुराहरू अब बिस्तारै यसको होइन अन्तर्य होइन के रहेछ त भन्ने कुराहरूमा चाहिँ हामीले बुझ्नुपर्ने कुराहरू पनि आउँछ। अनि धरानको भाटभटेनी बेलुका राति तोडफोड भयो, रातिसम्म भाटभटेनी खुल्ला थियो कि थिएन एउटा प्रश्न होइन। मैले बुझ्दा भाटभटेनी त बन्द थियो अरे भन्ने सुन्यो, बन्द थियो। कति बजी? 5:30 बजी बन्द भयो। 5:30 बजी बन्द भइसकेपछि को गएर त्यो तपाईँको चाहिँ तोडफोड गर्यो है। अब मैले धरानको मात्रै कुरा गरेँ किनभने धरानको प्रमुख भएको कारणले धरानमा के भयो भन्ने बारेमा अलिकति धेरै मैले लिएर यहाँनिर बोल्नुपर्ने हुन्छ। 5 बजी बन्द भएको होइन, 5 बजी त आगजनी भएको होइन होला
अब त्यहाँ फेरि मान्छे पनि जलेको थियो अरे भन्ने पनि सुन्यो। त्यही जलाउन चोर्नु गएको मान्छे अथवा त्यहाँनिर लुट्नु गएको मान्छे तोडफोड गरौँ भन्ने मनस्थितिले गएको मान्छेहरू जल्या होला जस्तो होला कि है। हो यो खालको स्थिति तपाईँको छैन। के हो त भन्दाखेरि त्यो 23 गते बेलुकीसम्म आनन्दै थियो, त्यस पछाडि तपाईँको होइन सबैतिर त्यो खालको चाहिँ धरानमा पनि भएको घटनाप्रति अत्यन्तै दुःख पनि व्यक्त गर्न चाहन्छु। अब प्रश्न आयो हर्क साम्पाङ चाहिँ काठमाडौँ किन गयो होइन। तपाईँले यहाँ मेरो उस हेर्न सक्नुहुन्छ 1 लाखभन्दा धेरै फोन आएको छ। आक्कै के भन्छ त्यो सबैले भन्दाखेरि अब देशमा विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ। के गर्ने अब सबै नेताहरू भागाभाग रक्तम्य, कोही तपाईँको चाहिँ नै बागमतीमा कुटाइ खाँदै गरेको, कोही कहाँ के तहस नहस, पार्टीको कार्यालय तहस नहस होइन। अब को आउने त, को शक्ति आउने त त्यहाँ कोही छैन है। कसले गरेको कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तात्कालीन थाहा नभएको स्थिति होइन। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के, म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। कुरा बुझ्नुहोस्, तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ, ठिक छ लाग्छ भने मलाई लागोस् भनेको म त्यो त्यसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा त्यतिखेर, सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि द्वन्द्वनिषिद्ध बलिरहेको आगोमा हाम फालेँ। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी होइन। यो देशको